हाई एभ्रिवान वेलकम टु आवर च्यानल। आज चाहिँ हामी रेडी हुँदै सुपादेउराले जाँदैछौँ। यो देख्न सक्नुहुन्छ हामी स्कुटरमा जाँदैछौँ। दिशा विधान र उसको बाबाले चाहिँ प्याकिङ गर्दै हुनुहुन्छ। जादु जस्तो देखिरहेको छ। हामी कहाँ जाँदैछौँ रे? तानसेनबाट तल गइसक्यौँ। अब हामी मन्दिर भैरवस्थान मन्दिर आइपुग्छौँ। रिडीबाट हामी मामुला भन्नु जाँदै 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 कताबाट जान्छौँ। म पनि फर्स्ट टाइम आइरहेको छु। अपडेट गर्दै गर्छु उहाँको कुरा सुन्नु भएको छ। मालिकहरू पछाडि बस्छन् रे, त्यही भएर उहाँ नि पछाडि बस्ने रे। अब हामीलाई चाहिँ जाडो भएर यस्तरी कपडा लगाएको छ होइन। उसलाई चाहिँ गर्मी भयो अरे। अब टी सर्ट मात्रै लगाएर बसेछ, ज्याकेट स्याकेट खोलेछ। हाम्रो छोरो चाहिँ हामी चाहिँ जङ्गी अड्डासम्म आइपुगेँ। मैले चाहिँ हाम्रो चाहिँ अगाडि बस्ने रे, पछाडि बस्दैन बस्ने रे। चिसो त्यस्तै हो, जति माथि आयो त्यति चिसो। तानसेनबाट यता आएपछि सबै चिसो 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 चिसो। राम्रो 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 ठाउँहरू छ। के अरे काफल रे, काफल हो, हाडे काफल किन्ने हो र। बिग्रिहाल्छ, अब कहाँ गरेर राख्ने। कसरी ठोकिन्छ, केमा ठोकिन्छ? पछाडि त बस्ने नै होइन भन्छ कि। बाटो हेर्नुहोस् कस्तो राम्रो छ, तर सानो छ। चोकोपाई भन्छ। अब चोकोपाई खोज्दै खोज्दै हिँड्नु भने यहाँ कहीँ पाइँदैन। मलाई लुगा लाग्ला जस्तो रहेछ। रेडी बजार देखियो, झारपार के छोपियो। पुल चाहिँ देखियो थियो त्यो 3टा वाला। सिमाना रहेछ। त्यहाँ न्यु खोजेर बसेर बल्ल आउँदैछ।
यो हेर्नु सिँढीको पुल म यताको बाटो जाँदैछु उताबाट पनि छ एउटा पुल उताबाट एउटा पुल छ पुल चाहिँ एकदम ठुलो रहेछ यो चाहिँ म भइराखेको अहिलेको पुल चाहिँ गुल्मीको अनि उताबाट मान्छे आउने भन्नुहुन्छ नि यो पुल चाहिँ स्याङ्जा जिल्लामा पर्छ यो पुल यो गुल्मी जिल्लामा पर्छ बिमान आइराखेको अनि उतापट्टि कोही हिँडेको पुल चाहिँ पाल्पा जिल्लामा पर्छ यहाँ चाहिँ पानी पर्दाखेरि चाहिँ मजाले यहाँ पानी हुन्छ अरे कि पुरै म त आएको छैन फर्स्ट टाइम आएको म यस्तो छ टावर छ यहाँ फर्स्ट टाइम देखेको मैले यत्रो ठुलो पुल हाई विधान कस्तो लाग्यो तिमीलाई यो पुल दामी लाग्यो दामी एकदम रमाइलो हाम्रो विधान कुम्भकर्णलाई चाहिँ कस्तो फिल हुँदैछ त अब हामी चाहिँ यहाँबाट फर्किँदैछौँ अब हामी अझै 30 किलोमिटर माथि गएर बसेर अनि रेस्ट गरेर अनि भोलि बिहानै मन्दिर जान्छौँ अहिले म चाहिँ पुलमा हिँड्दैछु स्यास्या भइसकेको मेरो छोरा चाहिँ सिटी पाएर हाँस्दैछ अब ल हेर्नु है अब हाँस्छ पुलिस भन्छ क्या मेरो छोरा त मेरो मोबाइल खस्दा फेरि यति खुसी हुन्छ ऊ केही चाहिँ थकाइ लाग्यो भाग्दा भाग्दा पुल लामो भएर झन्डा छ थकाइ लाग्यो छिटो जाम यो बच्चाले यसले के भनेको थाहा छ यहीँ बसौँ न मलाई रमाइलो फिल भइरहेछ मलाई रमाइलो लाग्छ यहीँ बसौँ न एकछिन भयो नि बसौँ न अरे के भनेको छोरा तिमीले यहीँ बस्ने हो बाबु हामी डायमन्ड पाउँछ बाबु यस्तोमा लाउँछ अहिले विधानले गरेर त्यहाँ सोना खोज्छ फेरि ए लाइट हो यो बल्ल गर्ने हुने अनुहार कालो भइसक्यो मिल्दैन बाबु यहाँनिर ए विधान चकचक नगर बाबु ऊ त्यहाँ पानी आयो म चाहिँ यहाँबाट हिँड्दै जान्छु विधान तिमी पनि हिँड छोडी म चाहिँ हिँड्दै जान्छु अब त भोरेसी चाहिँ छोडिदिनुहुन्छ बाटो बल्ल पास हुने यो छ यस्तो छ बाटो सबै बाटो यस्तो छ कतिखेर पुगिन्छ थाहै छैन बाटो चाहिँ खत्तमै हो भर्खरै बनाएको किलोमिटर छ अरे हामी चाहिँ कति बन्दै गरियो गयो डर लाग्यो खुद त चिप्लिहाल्यो भने चिप्लिहाल्यो होइन पानी हाल्दै रहेछ कि यहाँ धेरै ढिलो हो कि रोलर लगाएको लगभग सबै बाटो यस्तै है सबै बाटो हजुर 7 घन्टै लाग्यो बुढी यस्तो छ बाटो पुरै बाटो अझ यो त राम्रो अघिको बाटो त कस्तो थियो हामी कति बजी हिँडेको थियौँ 2 बजे हामी अब बस्ने ठाउँमा आयौँ है भोलि मात्रै मन्दिर जाने है
भोलि घर होइन मन्दिर जाने। रुमबाट निस्केर अब सुब्बादेव राईतिर जाँदैछौँ। यहाँ चाहिँ सर्टकट बाटो छ अरे, अब सर्टकट बाटोबाट जाने जङ्गलको बाटो। बाटो चाहिँ सबै ट्राभल गरेको छ अरे, नचिनेर सोध्दै आएको छ। हामीलाई म्याप्सले एकदम लङ रुटको बाटो देखाइदियो कि, अनि त्यही भएर यहीँको मान्छेहरूलाई सोध्दै हामी अफ रोड बाटो आइरहेछौँ। एकदम बाटो त सबै यस्तै अफ रोड छ। माथि पुग्नुपर्छ अरे, हामी फेरि ढिलो निस्कियौँ हुस्सुलाको भएर। अब यो पिच रोड के अरे पिचै छैन कि, यतातिर सबै अफ रोड छ। अब यहाँबाट माथि निस्किँदै घुम्ती भन्ने ठाउँ आउँछ। त्यहाँ आएपछि फेरि सोधेर, फेरि लोकेसन सोधेर म्याप्स नि हेर्न त मिल्दैन, सबै लङ रुट देखाइदियो। र यहाँबाट हामी घुम्ती निस्किन्छौँ। त्यहाँ चाहिँ सानो बजार छ अरे, त्यहाँ सोधेर फेरि जानुपर्छ। त्यस्तो जङ्गल छ, जङ्गलको बाटो निस्किन लागेको छ। हामीले डिरेक्सन सोध्दै हिँडिरहेछौँ। अनि हामीले डिरेक्सन सोधेर कहाँ होला अब घुम्ती निस्किने भनेको। अब यहाँबाट माथि गएपछि निस्किन्छ भन्नुभयो। हामीलाई चाहिँ मन्दिरको उस लोकेसन कहाँ छ, डिरेक्सन कता छ जेलीको टेन्सन छ। जेली कहाँ पाइन्छ होला, त्यहाँ मामुलाई हेरेर भनिदेऊ त। हामीले डिरेक्सन के भनेर सोध्यौ नि, के भनेर सोध्यौ त्यो दाइलाई? अहिले बोल्नु पर्छ होइन। हामीले चाहिँ डिरेक्सन यति यो भनेर हामीलाई डिरेक्सन भनिदिँदै हुनुहुन्थ्यो। अनि त्यो दाइले उसले चाहिँ दाइ जेली कहाँ पाइन्छ होला अरे मेरो छोरा। हामी घुम्ती निस्किन लाग्यौँ। यहाँबाट आधी घन्टा लाग्छ भन्दै हुनुहुन्छ। हेरौँ कस्तो बाटो छ घुम्ती निस्किने। सानो बाटो छ, हिँड्दै जानु परिरहेछ कि स्कुटरले नतानेर। यस्तो बाटो छ। सामान पनि छ, स्कुटरले अलि मजाले तान्दैन, सर्भिसिङ गर्ने बेला रहेछ। त्यही भएर म चाहिँ हिँडिरहेछु यसरी। हामी त कहाँ माथि पुग्नुपर्छ अरे, म झर्नै पर्यो। हेलो, हामी चाहिँ घुम्ती कटेर माथि आइपुग्यौँ। अघि मेरो आँखामा किरा पऱ्यो कि चस्मा लगाउँदाखेरि, यस्तो पोल्ली किरा पऱ्यो त जङ्गलमा। अनि अहिले चाहिँ त्यही भएर मैले चस्मा पनि लगाइरहेको छु, फेरि कन्टिन्यू गरेको छु है। म चाहिँ स्क्रिनै देखिरहेको छैन कि चस्मा लगाउँदाखेरि राम्रोसँग। चिसो माथि आएपछि, तर यता आएपछि राम्रो रहेछ बाटो। अब चाहिँ राम्रो छ अरे बाटो। अब पहिला कुदाउन मिल्छ, नत्र अझ अफ रोड थियो। मेरो कुदाउनु राम्रो जस्तो लाग्छ। छोरो डन यता दोकान थियो। हाई गाइस भनिदेऊ, तिमीलाई के चाहिएको अरे? मेरो छोरोको जेली चाहिँ भेटिनु भएन। अब फर्केपछि मात्रै भेटेला जस्तो छ। गएर गुरुजीसँग माग्छ अरे, मेरो आँसु आइसक्यो है। नरपानी 2 किलोमिटर, सुब्बादेवराली 4 किलोमिटर देखाएको अघि। सायद अब त्यही नै होला, 4 किलोमिटरै होला अब मन्दिरको।
माथि माथि आएपछि तपाईँलाई माथि आइसक्नु पऱ्यो एकदम राम्रो छ है बाटो मेरो बाबुको जेली पाइयो यही जेली खोज्या हो बेबी जेली कस्तो खाले व्हाइट कलरको मामु साथी ल्याइदिन् व्हाइट पनि ल्याइदिन्छु हजुर गोजीमा छ व्हाइट पनि अहिले व्हाइट खाने मेरो छोरोलाई व्हाइट कलर चाहियो डिमान्ड धेरै छ अरेन्ज भनेको त म्याङ्गोवाला हो नि फेरि अहिले यो नमागो है त मामुसँग आज बिहान चम्चा ल अब के भन्नुपर्छ मामुलाई यसको चम्चा मामुले राखेको छु के भन्नुपर्छ किन्दैছি हतार भइसक्यो तिमी मन्दिरमा गएर भगवानसँग के माग्ने रे हामी सुब्बादेउराली मन्दिर आइसक्यौँ दर्शन पनि गरिसक्यौँ अनि अब चाहिँ हामी एकछिनमा फर्किन्छौँ त्यता चाहिँ मन्दिर यता चाहिँ धजराङ्गी छ भिड छ होइन एकदम राम्रो छ ठाउँ चाहिँ आउने पनि ठाउँ छ हामी दर्शन गऱ्यौँ अब एकछिन फर्किन्छौँ आजलाई यति नै मेरो विधान चाहिँ यहाँ छ विधान हामीले के गऱ्यौँ दर्शन गऱ्यौँ अब फर्किने नफर्किने है बस्ने मन पर्यो ल अब हामी फर्किन्छौँ बाई